फेरि लिएर देखायो नानी दुईपल्ट ल्याउनु देखाउनु झन् दिनु पनि नदियो भने नि नानीलाई दिनु पनि दिएन भन्दै हामी बोलेको सुन्दैछ। यता दिनु नि भन्छ कि नानी छोरी भएको एक्साइटमेन्ट हाम्रो देखाउनु सपना देखेको थियो अरे कसको? हाम्रो छोरा जन्मिँदाखेरि ठुलो टाउको देखेको थियो अरे नानी केटा अनि छोरी जन्मिँदा अगाडि नै मलाई अगाडि भन्नु थियो औ मैले त टाउ भएको नानी देखेको थियो भने छोरा छोरी हुनुभन्दा अगाडि पनि भन्दाखेरि औ मैले छोरी पनि सपना छोरी हुन्छ क्या भनेर। हेलो जानुस् बट नो बदमाशी ओके नो बदमाशी गो फ्रम हियर दिस साइड जा। तपाईको को आएको भनिदेऊ न यहाँनिर हाम्रो घरमा को आएको छ तपाईको को हो तपाईको नुनु चाहिँ आमा क्वेसन सोध्नु पनि नहुने तपाईलाई नुएनले भन्छ नुएन तपाईको तेन्जु को हो तपाईको तेन्जु को हो ऊ चाहिँ तपाईको को जोजो हो जोजो भेटेर खुसी भयो तपाईँ लु खेल्नुस् जोजो र भाइ माथि जाने होइन जानुस् पुलमा जाने गो फ्रम दिस साइड तेन्जुला गो जानु नुनु गए छोरा चाहिँ खुसी भएर उसको भाइ आएर चाहिँ कसले खाइसकेको छैन दुईजनाले नुनुले पनि सकेको छैन तपाईँले पनि सकेको छैन खानुहोस् कति कम्ती खाइरहेछ तपाईँले नुनुले खाने डल्लै नुनु खान्छ ऊ यहाँ आमा अन्त पर राख्नुहोस् न पर बुलुलाई मिलाएर दिनुहोस् पर राख्नुहोस् कहाँ गयो नुएन यो कसले हो यहाँ हेर्नु नि दाजुभाइको कमाल दाजुभाइको अले आजविका अप 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 मेरो खुट्टा खिचेर अले खुट्टा खिचेर यता चाहिँ मेरो नन्दाको छोरी यत्रो भइसक्यो नाङसेलको नाना हो के देखाउँदैछ फोन देखाउँदैछ आमाको फोनको त टेम्पर ग्लास हो कि के हो डरलाग्दो भइसकेछ त भन्दा नुयले अस्ति एकपल्ट कुदेर भई तेन्जुले अस्ति मेरो फोन त्यस्तै तीनपल्ट भइसक्यो फेरेको अझै लाग्यो उसको भाइ आएर चाहिँ कम्ती खुसी भएको छैन अहिले भाइ जाँदा चाहिँ रुन्छ होला भाइ चाहिँ फेरि यहाँ छ नि त ऊ खतरा ऊ तेन्जु पछि बुलु छ है अब त नुएन जान्छ त कसकोमा जाने ए अब भोलि पछि छुट्टीमा फेरि नुएन आउँछ नि लस तपाईँलाई खुसी लाग्यो नुएन आएर कति खुसी देखाउ त हाउ मच 16 नुएनलाई जोजो भेटेर कति खुसी लाग्यो 6-7 आम्पो कस्तो खतराहरू रहेछ दुईजना दाजुभाइ त है खै तपाईँ दुईजना माया गरेन त हक गरेन त 10 11 12 25 आम्बो 25 साला कति हो र आम्मा हो रहेछ खतरा खतरा यहाँ अब बहिनीहरू चाहिँ फर्किन आँटेको छ कि मेरो छोरा पनि एक्साइटेड भएर गाडीभित्र पसिरहेछ तेन्जुम हो अब त्यसलाई निकाल्नु यस्तो साह्रो पर्छ कि हेरौँ अब
औ ठुलो भएपछि त अब नुएनहरू जाने हो नि लस त्यो नुनुको त आउनु बिस्तारै झर्नु ए पछि नै आज चाहिँ ठुलो भएछ मेरो छोरा ठुलो भएछ गुड नुनु बाई बाई पछाडि हाल्नुहोस् त तपाईँको लन्च बक्स ल पछाडि हाल्नुहोस् न्यू लन्च बक्स खै से बाई किसु गर्दैन हेलो टसिदिले फ्यापुलो अनि नमस्ते सबैजनालाई हामी चाहिँ यहाँनिर भर्खर तपाईँहरूले देखेको थियो हिजो अस्तिको दिन चाहिँ मेरो नन्दा उसको फ्यामिली डल्लै आएको थियो हो हस्बेन्ड र 2 जना नानीसँग सो उनीहरू आउँदाखेरि चाहिँ एकदम फ्यामिलीको रमझमै हाम्रो अर्कै हुन्छ तपाईँहरूले हाल्नुभयो होला भिडियोमा मेरो छोरा चाहिँ एक्साइटेड हुन्छ उसको चाहिँ अब लाइक चाइल्डहुडै उसको भाइसँगै हुर्केर आएको नि त ऊ पहिला चाहिँ हाम्रो ज्वाइँको ड्युटी यहीँ थियो सो त्यसले गर्दा चाहिँ हामीसँगै यहाँ बस्थ्यो त्यसले गर्दा कति टाइम सँगै स्पेन्ड गर्थ्यो सो तेन्जुको टाइममा चाहिँ पुरा उयो हुन्थ्यो तपाईँहरूले भिडियोमा अलरेडी देख्यो होला हामी चाहिँ दिदीबहिनी जस्तो पुरा गफ गर्छ होइन सो अस्ति दसैँमा आएकोदेखिको चाहिँ निर्जनाहरू आएकै थिएन गफहरू पनि गर्नु पाएको थिएन हामी सो योपालि चाहिँ आएर तर 2 जना नानीहरूसँग गफ गर्नु पनि साह्रै पर्दछ ऊ हेर्नु नि अन्त यसरी उफ्रिदिन्छ हो यसरी यता छ बहिनी लु तपाईँ पनि हेर्नुहोस् न अन्त र पनि हामी गफ गर्नु मजा आउँछ निर्जना र मेरो हाम्रो गफहरू पुरा मिल्छ नि त त्यसले गर्दा पहिला निर्जना यहाँ हुँदाखेरि चाहिँ मजा आउँथ्यो हामी खानाहरू पनि एउटै खालको हामीलाई मनपर्छ होइन अन्त केहरू बनायो कचार पचारहरू बनायो खायो मजा आउँथ्यो तर अब कति उसको पनि अहिले अर्कै खालके लाइफ भएको छ ड्युटी गयो नानीहरूसँग प्लस अब त्यो नानीहरू भएपछि त्यस्तै खालके हुन्छ नि त है बिजी आफ्नै लाइफमा बिजी हुन्छ त्यस्तै भएको छ र मैले चाहिँ अस्तिदेखि कल गरेर बोलाएको थिएँ 2 दिनै भए पनि लु नानीहरूको स्कुल लाग्नुभन्दा अगाडि चाहिँ आउनु है भनेर कि सो आएछ उनीहरू भर्खर उनीहरू फर्किसकेर चाहिँ यहाँ हामी बसिरहेको तेन्जु पनि ऊ अहिले चाहिँ एकदम अब चाहिँ नुएन कहिले आउँछ हौ भन्दै सोध्दै थियो अघि नै मलाई हो सो यस त्यस्तो हुन्छ हाम्रो है आनी आउँदाखेरि चाहिँ एकछिन भए पनि हल्ला गाडी घर मजाले उयो भइरहेको थियो अब फेरि सुन्नै भइहालेको छ सुनसान भइरहेछ अब नेक्स्ट टाइम कहिले आउँछ अब फेरि आनीहरू ए यस तपाईँहरूको फोटो सो यस आजको भ्लग चाहिँ त्यस्तो थियो हो 2 दिनको रमझम त्यस्तै खालके भयो त्यत्रो बेसी सुट गर्नु पनि पाएन बट स्टिल अलिअलि भिडियो बनाएको ल सो यस अब चाहिँ हामी खानाहरू खाएर राति सुत्छौँ थ्याङ्क यू सो मच फर वाचिङ सब्सक्राइब गर्नुहोस् हाम्रो च्यानलमा यहाँ हेर्नु नाङ्सो के भएको यस्तो ओके बाई बाई गुड नाइट एभ्रिबडी